जय जय श्री राधे, जय जय श्री कृष्ण। समादरणीय भक्त सज्जन महानुभावजीहरू, आज ब्रजको यात्रा हामी नेपाल त्रिवेणी धामबाट सम्पादन गर्नको लागि गएका छौँ। आज हामी ब्रजधाम जहाँ 84 कोसको परिक्रमा पैदल यात्रा गरिरहेका छौँ र सम्पूर्ण यात्रीहरू हाम्रो साथमा हुनुहुन्छ र हामी आज यो ब्रज 84 कोस यात्रा गर्दै आज हामी यहाँ गङ्गोत्री र यमुनोत्री, यसै गरी बद्री विशाल धाम आदि बद्री भनेर भनिन्छ, यहाँ पुगेका छौँ, जहाँ ब्रजको यात्रा गर्नाले पुनः व्यक्तिलाई 84 जो योनि छन् र ती 84 लाख योनिमा कहिल्यै पनि चक्कर काट्नु पर्दैन र आवागमनको चक्रमा कहिल्यै पनि पर्नु पर्दैन। भगवानको कृपा, किनभने मानव शरीरबाट हामीले जानमा अनजानमा गरेका विभिन्न पाप र तापहरू नाश भएर जान्छन् र भगवानको पूर्ण कृपा प्राप्त हुन्छ। त्यसकारणले पनि हामीले यात्रा गर्नुपर्दछ। तीर्थयात्रा नै एउटा यस्तो माध्यम हो जुन तीर्थयात्राले व्यक्तिको तन मन पवित्र र धनदेखि लिएर सम्पूर्ण कुरा पवित्र गर्छ। त्यसकारणले हामीले यो ब्रज 84 कोस यात्रा हामीले चलाएका छौँ। हाम्रो समीपमा श्री राधाकृष्ण मन्दिर त्रिवेणी धामका महन्त हरिशरण महाराजजी हुनुहुन्छ। यसै गरी नेपाल निम्बार्कपीठ केलादी धामका उत्तराधिकारी श्री कृष्ण शरण महाराजजी हुनुहुन्छ। स्वयं म पनि यहाँहरू समक्ष सँगै सबैसँग यात्रा गरिरहेको छु। आगामी दिनहरूमा यहाँहरूलाई पनि यात्रा गर्ने इच्छा भएमा यसै गरी आनन्द गर्दै गरौँला भन्दै यो विशेष गरेर ब्रज यात्रा आज हामीले यहाँसम्म पुगेका छौँ। जुन गङ्गोत्री यमुनोत्री यो किन यहाँ छ भनेर भन्दा भगवान श्रीकृष्णसँग यशोदा मैयाले एकचोटि भन्नुभयो कि लाला लाला हामी त बुढाबुढी भयौँ, अब हामी त्यत्रो टाढा गङ्गोत्री यमुनोत्री अनि कहाँ पहाडमा जान सक्दैनौँ, रामेश्वरम आदि तीर्थयात्रा गर्न सक्दैनौँ, के गर्ने होला? गर्ने इच्छा छ, चारधाम जानुपर्छ अरे, चारधाम गएपछि मुक्ति भइन्छ अरे भनेर भन्नुभयो। भन्दा भगवानले भन्नुहुन्छ, आमा चिन्ता नगर्नुहोस्, मैले तपाईँलाई चाहनुहुन्छ भने ब्रजमण्डलमा नै तिनी देवताहरू र त्यहाँको धामलाई मैले आह्वान गर्छु भनेर भनिसकेपछि यहाँ गङ्गोत्री यमुनोत्री, गङ्गा यमुना अनि बद्री, यसै गरी अगाडि गएपछि केदार, सम्पूर्ण धाम तीर्थहरूलाई ब्रजमा आह्वान गर्नुभयो। त्यस कारणले गर्दा ब्रजकोशको यात्रा ब्रज 84